वेलकम टू माई न्यू मिनी भ्लग होइन। अनि आज चाहिँ हामी मोमो बनाउँदैछौँ। मोमो बनाउने भनेको चाहिँ मान्छे र म हो। अनि हामीले चाहिँ यहाँ तिल भुटेर पिस्नलाई रेडी पारिसक्यौँ। अनि हाम्रो चाहिँ छ यहाँ अचारको लागि टमाटर र खोर्सानी छ। यो चाहिँ हो हाम्रो अचार। हाम्रो चाहिँ ईदमा छौँ। अनि यहाँ चाहिँ किमा रेडी भइसकेको छ होइन। अनि अब चाहिँ गीत बजाउँदै काम गर्दै गरिरहेको छौँ। के गर्छौँ त गीत चाहिँ अर्को लाउँछु ल म बाइकमा लगा मोटर बाइकमा गीत चाहिँ बजाइसक्यौँ होइन। अनि अब चाहिँ गाई छोड्छु म तिल पिस्छु कि हाम्रो तिल चाहिँ सेलाइसकेको छ अघि नै थियो होइन। हजुर हाम्रो माइतीलाई चाहिँ अल्छी लाग्यो गाइसहरू त्यो भने नेपाली गीत गाउँछु हिमाली भेगमा। अब त्यसरी हुन्छ हाम्रो हिमाली भेग माथि माथि भन्ने होला सायद यो है। तिल चाहिँ रेडी भइसकेको छ हाम्रो। साथीहरू हाम्रो किमा चाहिँ यति धेरै भइसकेको छ कि हेर्नु न यस्तो मिठो बास्ना यस्तो मिठो आवाज। अनि मेरो काम चाहिँ त्यस्तो धेरै छैन। अब एकचोटि बनाउनु थियो होइन। साइडमा राख्नु पैसा के भन्छ हिन्दी बोल्न आउँदैन भर्खर जान लाग्ने हुन्छ त एलिना दिदी ऊ त्यहाँनिर हेर्नु न गाइजहरू जुम गर्न मिलेन के मिल्छ त्यहाँ हेर्नु न कता जान लाग्नु भएछ। सायद पसलतिर होला कुन चाहिँ आन्टी हो म त एलिना दिदी भनेर सोचिरहेन एल्ला होला भने एल्ला दिदी भनेर सोचिरहेको थिएँ तर होइन रहेछ को हो
मैले त चिनिनँ, तपाईँहरूले चिन्नुहुन्छ होला। अनि अब चाहिँ हाम्रो अचारको रेसिपी हेर्नु होला। अनि हामीले अचार बनाउन लागेछौँ। म हजुरहरूलाई स्टेप बाई स्टेप देखाउँछु। फर्स्टमा कराही तताउने, त्यसपछि तेल हाल्ने, तेललाई खर्याउने, त्यो तेल खानेपछि चाहिँ यसरी अदुवा लसुनलाई यसरी पड्काउनु पर्छ। त्यसपछि हेर्दै जानु अब मेरो मान्छेले के गर्नुहुन्छ भनेर। अनि चलाउनु पर्छ, जाडो कुनुले चलाएको हुन्छ। यसरी फुजुजु पर्छ। अनि यो चाहिँ चलाइराख्नु होला, फेरि मुनि डढ्छ। ग्यास सानो बनाएर चलाउनु भन्नु न। ग्यास चाहिँ सानो बनाएर चलाउनु होला। अनि गोल्डन ब्राउनसम्म हुनुपर्छ यो चाहिँ, होइन? अनि हल्का हल्का गोल्ड भएपछि चाहिँ बेसन हालेर चलाउनु पर्छ। त्यो पछाडि चाहिँ किमामा झ्याइया पार्नु पर्छ। यस्तो मिठो बास्ना आउँछ। त्यसपछि मोल्नु पर्छ स्टेप बाई स्टेप। बास्ना आयो। अनि यस्तो मिठो बास्ना आउँछ कि तपाईँहरूको छिमेकीले सम्म यहाँ मोमो पकाएछ भन्ने बास्नाले त हाम्रो कुद्दै कुद्दै मोमो पाक्यो भन्ने आउँछ। मोमो पाक्यो भयो कुन्नी यसरी बस्नु भएको छ। नि किमा चाहिँ रेडी भइसकेपछि चाहिँ अब हामीले अचार बनाउँछौँ। अचारको लागि चाहिँ कराही तताउने, तेल हाल्ने, तेललाई खराउने। अनि त्यसपछि तेल खारेपछि सुकेको खोर्सानीलाई पड्काउने, त्यसपछि बेसार हाल्ने, त्यसपछि टमाटर हालेपछि चलाउने। त्यसपछि स्वादअनुसार नुन हाल्ने, अजिनामोटो पनि हाल्ने थोरै मात्रामा। त्यसपछि एकचोटि चलाउने, चलाएपछि छोपिदिने। पछि मैदा चाहिँ यतिको हुनुपर्छ, गिलै बनाछौँ। अनि हामीले यतिको अचार भइसकेको छ। अचार चाहिँ बनिसकेको छ। हाम्रो अचार चाहिँ रेडी भइसकेको छ। हाम्रो यहाँ अचार रेडी भइसकेको छ। यो चाहिँ मोमो हो।